कस्तो बनाउने त्यो सन्दर्भ स्पष्ट हामीलाई चाहिँ लिखित रूपमा चाहिँ हामीलाई चाहिँ निर्णय दिन पर्यो भन्ने दुईटा मात्रै माग आज बेलुकासम्मको सन्दर्भ र भोलिबाट त हाम्रो 7वटा माग छ 9वटा माग छ। जुन मागहरू राखेर तपाईँहरू अगाडि बढिरहनु भएको छ, आन्दोलन गरिरहनु भएको छ, प्रदेश सरकारले ती मागहरू त पुरा गर्न हामी तयार छैनौँ भनिरहेको बरु वार्तामा हामी चाहिँ उहाँहरूसँग बस्न तयार छौँ भनेर वार्ता बस्ने भनेर त्यो नाटक हो, त्यसलाई नौटङ्की नाटकको सकेन उसित बस्ने वार्ता हामी सडकमा बस्ने खोइ त वार्तामा बोला एउटा कमिटी गठन गर्नु भएको छ, त्यो कमिटीले जानकारी त गराउनु पर्ने होला नि। एक दिन पत्र पठाउनु हो, हामी तत्काल 3 घण्टा ढिलो गरी गएको छौँ। किन ढिलो गरी गएको छौँ भने प्रेस मिट थियो, प्रेस मिट भएको कारणले हामी तत्काल समयमा जान सकेनौँ। 1 बजे प्रेस मिट थियो, 11 बजे प्रेस मिट थियो, उहाँले चाहिँ 11 बजे बोलाउनु भएको, हामी 2 बजे पुगेका छौँ र हाम्रो कुरा राखेका छौँ। र यो कार्यदलले हाम्रा यी मागहरू पुरा गर्ने चाहिँ ल्याएको छ कि छैन। हाम्रो कार्यदलको चाहिँ संयोजक प्रदेश के अरे भौतिक प्रधान सचिवज्यू चुपचाप उहाँको शब्द पनि आएन मुखमा, कम्ती बस्यो। अनि हामी गएर वार्ता गरेँ, अनि मन्त्रीज्यूलाई भेट्यौँ, उहाँको अध्यक्षता वार्ता कमिटी बनाएर छलफल गर्नुहोस् भन्नुभयो, त्यति हो त। त्यसपछि कसैसँग सम्पर्क छैन। अब पुरा भएन भने पनि अब हामी आन्दोलन गरिरहन्छौँ। हिजो 19 दिन त हामी आन्दोलन गरेकै हो, तपाईँलाई सबैलाई मिडियासँग थाहा छ। अहिले हामी बल्ल 3 दिनमा छौँ र आन्दोलनबाट पुरा भएन भने त्यसको विकल्प अरू चाहिँ अरू आन्दोलनका मोडालिटीहरू तयार हुन सक्ला। समयले समस्याले समाधान चाहिँ निकाल्दै जाला। अब गर्नु भएन भने भोलि आम नागरिकको कुरा पनि उठ्ने होला। अहिले स्कटिङ गरेर लुकाएर लिएर जानुभएको छ, भोलि हेलिकप्टरमा लिएर जानुपर्ने होला, त्यो अवस्था सिर्जना होला। हामी सुरक्षाकर्मी साथीहरूलाई आग्रह गर्न चाहन्छौँ, तपाईँहरू हामीसित तर्सिन पर्ने, यसरी लुकाएर हिँड्नु पर्ने केही छैन। खुल्ला आउनुहोस्, हामी तपाईँलाई स्वागत गरेर पठाइदिन तयार छौँ। तर लाचार बनाएर गाडीहरू फिर्ता भएको छ, हामी पत्रचार गरेका छौँ। पर्यटक बाहेक अरू ओसार पसार नगर्नु भनेर पत्रचार गरेका छौँ। पर्यटन आटालाई हामीले सिडिएसलाई पदार्थन दिएका छौँ। आज लुकाएर लिएर हिँड्नु भएको छ भनेपछि राज्य कहाँ छ? हामी 10-20 जना 150 जना व्यवसायी हो, के नै होला। हामीसित हतियार छैन, हामीसित कानुन छैन, डन्डा छैन। यस्तो अवस्था छ भने तपाईँ आफै यसलाई आकलन गर्नुहोस् कि यो प्रदेश सरकारसँग हामीले चाहिँ के कुरा गर्ने, समय खर्च गर्न पनि यो त बेकार छ। शान्तिपूर्वक अगाडि बढ्छ, आफ्ना गाडीहरू घर गएर छाडा गर्छौँ। समग्र 7 प्रदेशको कुरा छ, हाम्रो मात्रै प्रदेशको कुरा छैन। 7 प्रदेशमा चाहिँ आन्दोलन सुरु हुन्छ। भोलि हुँदै जाँदा नेपाल बन्दको स्थिति सिर्जना हुन सक्छ। तर त्यो स्थिति नआओस् भनेर चाहिँ हामी चाहिँ प्रदेश सरकार, सङ्घीय सरकारलाई सद्बुद्धि प्राप्त होस् भनेर बिन्दवासी मातासँग हामी आग्रह पनि गर्न चाहन्छौँ। जनताले बुझ्ने गरेर प्रश्न रूपमा तपाईँहरूसँग के हो भने हामी जो उद्देश्यका साथ सवारी तथा यातायात व्यवस्था ऐन 2049 को परिधिभित्र रहेर नेपाल अधिराज्यको संविधान 2072 भित्र रहेर पेसा व्यवसाय गर्न पाउने अधिकार अन्तर्गत सार्वजनिक पेसा गरेका छौँ। र यो पेसामा लाखौं होइन करोडौंको संख्यामा चाहिँ लगानी आफ्नो ठाउँमा छ, अरबौंको संख्यामा 13 खर्बको चाहिँ हामीले डाटा निकालेका छौँ नेपालभरि। अब यो पेसालाई धराशयी बनाउने गरी रोजगारीको कुरा गर्नु भएको छ, स्वरोजगारको कुरा गर्नु भएको छ। स्वरोजगारको कुरा गर्ने हो भने प्रदेश सरकार अहिले चाहिँ यति वर्ष भयो गठनमा कतिजनाले रोजगारी पाउनु भएको छ? हामी त प्रष्ट रूपमा गण्डकी प्रदेशभित्र 15,000 सवारी साधन छन्, करिब 45,000लाई त हामी प्रत्यक्ष रोजगारी दिएका छौँ। र 45,000को 4 जनाको दरले परिवारको कुरा गर्नुहोस्, त्यसपछि होटलको कुरा गर्नुहोस्, पेट्रोल पम्पको कुरा गर्नुहोस्, मोटर पार्ट्सको, टायर, डुप्लिकेट लगायतको चाहिँ कुरा गर्नुहोस्, कति मान्छेले रोजगारी प्राप्त गरेका छन्? सबैभन्दा ठुलो उद्योग हो कि होइन? त प्रदेश सरकारले कतिजनाको रोजगारी दिएका छन्? प्रदेश सरकारले रोजगारी दिने भन्दा त्योभन्दा बढी रोजगारी हामी दिन्छौँ। प्रदेश निर्णय गर्ने हिम्मत छ। त्यसले गर्दा हाम्रो चाहिँ पेसा व्यवसाय विस्थापित गर्ने गरी कानुन विपरीत, कानुनले नगर्नु भनेको काम गर्नु र गर्नु भनेको काम नगर्नु दण्डनीय अपराध। र प्रदेश सरकार कानुन रुल अफ ल भन्ने कुरा प्रदेश सरकारलाई थाहै छैन कि? हुन त प्रदेश सरकार आवश्यक होइन भन्ने अवस्था सिर्जना भएको छ। अब प्रदेश सरकारको विकल्पमा पनि जानुपर्ने अवस्था छ। यो व्यवस्थाकै विकल्पमा जानुपर्ने हो कि भनेर हामी व्यवसायले छलफल गर्नुपर्ने अवस्था छ। अब राजा हो व्यवसाय बचाऊ भन्ने स्थितिको आउने हो कि? त्योतर्फ नि हामी व्यवसाय लाग्ने हो कि? हामी त अहिले एकदम सचकित छौँ क्या। हाम्रो त अभिभावक कोही छैन त भनेपछि त हामी त त्यो बाटोमा नि अवलम्बन गर्नुपर्ने हो कि भन्नेतर्फ पनि हामी अहिले चाहिँ छलफलको क्रममा चाहिँ छौँ। त्यसले गर्दा हामीले 4 पाङ्ग्रे र 2 पाङ्ग्रे सवारी साधनले हाम्रो पेसा व्यवसाय सरह, कालो प्लेटका सवारी साधन सरह पेसा गर्ने कुराको सन्दर्भमा गोली खान तयार छौँ। तर यो कुरामा स्वीकार्य पक्षमा छैनौँ। तर सरकारलाई हामी के पनि जानकारी गर्न चाहन्छौँ भने 2 पाङ्ग्रे सवारी साधनले दियो भने मोटरसाइकल पनि कालो प्लेटमा आउनु पर्यो। अब भएका मोटरसाइकल होइन, अब जन्म हुने मोटरसाइकल कालो प्लेटमा आउनु पर्यो र मात्रै हाम्रो सम्बन्ध वार्ता संवाद हुन्छ। अब कालो प्लेट बनाउनलाई के आपत्ति छ उहाँहरूलाई? अहिले धेरैसँग पैसा उठाइसक्नु भएको छ, त्यो पैसा फिर्ता गर्न समस्या छ। कुरा त
सोझो बुझिया छ कति भन्न मिल्ला कति नमिल्ला तपाईँहरूसँग तथ्य र प्रमाणले बोल्ने होला तर सुनिजान्ने कुरालाई चाहिँ प्रमाणको रूपमा हामीले नमानौँ तर सुनिजान्ने प्रमाण हो नि त कानुनमा त त्यसले गर्दा हामी शान्तिपूर्ण रूपमा हाम्रा सवारी साधनहरू हामीले चाहिँ दूरदराजमा दिउँसोको समयमा ग्रामीण कच्ची सडक गाडी पठाउँछौँ मान्छे हुँदैन बिहान र बेलुका भोलुम हुन्छ हामी दिउँसो किन पठाउँछौँ त्यहाँ मान्छे त्यहाँ त पठाउन सक्दैनौँ किनभने हामी त नाफा गर्ने हामी त 2 पैसा होला भन्न गरेका छौँ त्यसले गर्दा हामी आम नागरिकलाई के भन्न चाहन्छौँ भने प्रदेश सरकारले त्यो अरिङ्गलको गोलोमा चाहिँ हानेको छ त्यो अरिङ्गलले चाहिँ त्यसलाई टोकेर जसले हानो त्यसलाई टोकेर मार्छ त्यो स्थिति नआओस् हामी प्रदेश सरकारलाई एकदम विनम्र